के तपाईँलाई थाहा छ एउटा सानो पेट्रो जेलको बारेमा? यदि थाहा छैन भने आउनुहोस् जानौँ यसको बारेमा। सानो पेट्रो जेल, जहाँ जेल होइन एउटा सानो सहर बस्छ। बोलिभियाको सानो पेट्रो जेल संसारकै एक अनौठो र अनौपचारिक जेलको प्रणालीको उदाहरण हो। यो जेलको विशेषता भनेको यहाँ कैदीहरू केवल आफू मात्र होइन, आफ्नो परिवार, श्रीमती र बच्चाहरूलाई समेत साथमा राख्न पाइन्छ। जब कुनै व्यक्ति सानो पेट्रो जेलमा सजाय भोग्न पठाइन्छ तब उसलाई आफ्नो परिवारका सदस्यहरूलाई समेत साथमा ल्याउने अनुमति दिइन्छ। सानो पेट्रो जेल केवल कैदी भोग्ने स्थान मात्र होइन, यहाँ एक प्रकारको सानो समाज सञ्चालनमा छ। कैदीहरूले आफ्नो पहलमा विभिन्न व्यवसायहरू सञ्चालन गर्छन्, जस्तै साना पसल, रेस्टुरेन्ट र अन्य सेवा सुविधाहरू गर्छन्। यसले उनीहरूलाई आत्मनिर्भर बन्ने अवसर दिन्छ र परिवारको साथमा जीवनयापन गर्ने वातावरण बनाउँछ। हाल यो सानो पेट्रो जेलमा 3000 भन्दा बढी कैदीहरू बसोबास गरिरहेका छन्। यो जेल केवल सजायको केन्द्र मात्र नभएर एक अनौठो सामाजिक संरचनाको प्रतीक पनि बनिसकेको छ, जसले पारिवारिक सम्बन्ध, आत्मनिर्भरता र पुनर्स्थापनाको दृष्टिकोणबाट नयाँ सोच दिन्छ।